हेलो गाइज, म दीक्षा चौधरी। धेरै दिनदेखि कन्टेन्ट बनाउन सोचिरहेको थिएँ, तर कुन टपिकमा बनाउनु मलाई कुनै आइडिया नै थिएन। सो आज म विराटनगरको एकदमै सुन्दर ठाउँ ऋषिवन घुम्न आएको छु। म तपाईहरुलाई ऋषिवनको टुर गराउनेवाला छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। जस्तै मैले भिडियोमा हेरेको थिएँ, यहाँ नाउहरू पनि छ भनेर हेरेको थिएँ, तर यहाँ आएर पुरै जंगलै जंगल भएको छ। पुरै यहाँ घाँस पतार नै भएको छ पुरै जंगलमा। तर एउटा राम्रो के छ, यहाँ तपाईहरु यो गर्मीको मौसममा नेचुरल हावाको लागि यहाँ तपाईहरु आउन सक्नुहुन्छ। यहाँ आएर तपाईहरु पुरै नेचुरल हावा लिन सक्नुहुन्छ। अनि एउटा कुरा पनि छ, तपाईहरु यो जाडो महिनामा पिकनिक खानको लागि पनि आउन सक्नुहुन्छ। र एउटा खास एकदमै राम्रो छ, खास गरेर स्पेशल मान्छेहरुको लागि। त्यो अलिक म नजिक आएर भन्छु, यहाँ कपालहरुको लागि पनि एकदमै राम्रो ठाउँ छ। यो रुख हो कि सर्प हो साथीहरु, तपाईहरु कमेन्ट गर्नु होला। चीजको लागि म यहाँसम्म आएको थिएँ साथीहरु। के भन्छ पुष्पराजको गाडी। फाइनली आज यो गाडीसँग भेट भयो। यस्तो राम्रो अवस्थामा छ, हेर्दा माया लागिरहेछ। भिडियो यति नै रहेको छ गाइज। तपाईहरु सबैजना लाइक अनि सब्स्क्राइब गरिदिनु होला है। धन्यवाद।